नमस्ते सम्पूर्ण साथीहरूलाई। म आज फाइनली अर्जुन सरलाई भेट्न आएको छु। अर्जुन सर केही दिनदेखि सामाजिक सञ्जालमा एकदमै मन लागेर भिडियोहरू नबनाउने, फोन गरे पनि एकदमै राम्रो तरिकाले कुरा नगर्ने, एकदमै डिमोटिभेट भएर कुरा गर्ने हैन। त्यसकारणले म फाइनली उहाँलाई भेट्न आएँ। सामाजिक सञ्जालमा भिडियोहरू किन बनाउनुहुन्न, उहाँलाई भिडियो बनाउने मन किन लागिरहेको छैन भनेर यसो म उहाँसँग यो कुराहरू बुझ्न आएको थिएँ र आखिर किन भिडियोहरू बनाउनुहुन्न भन्ने कुरा उहाँकै मुखबाट सुनिदिनु होला र सुनिसकेपछि भिडियोलाई सेयर पनि गरिदिनु होला, सपोर्ट पनि गरिदिनु होला है त। सम्पूर्ण साथीहरूलाई एकदमै धेरै माया छ। हस् ल सुनाइदिनुस् हजुर। सबैजनालाई नमस्कार छ। धेरैजना मान्छेलाई लागिसकेको होला आइडी डिसेबल भइसकेपछि यो मान्छे कहाँ गयो, कता गयो, आइडी त खोलेको थियो भनेर सबैजनाले सोच्नु भएको होला। तर म कतै गएको छैन, म तपाईहरुको माझ छु हैन। म केही चीजको प्र्याक्टिस गर्दैछु र फेसबुकको नियम अनुसार चाहिँ फेसबुकले मलाई केही दिनसम्म अर्को नयाँ आइडी नचलाउनु हुन आग्रह गरेको छ हैन। मैले नयाँ आइडी चलाएपछि लोकेसन ट्र्याक हुने कारणले गर्दाखेरि मेरो पुरानो आइडीलाई असर गर्ने भएको कारणले गर्दाखेरि मैले नयाँ आइडी चलाइरहेको छैन। होप गरौँ, मैले धेरै मेल गरेको छु, आइडी आउने सम्भावना अलि बढेको छ र मलाई केही समय दिएको छ र केही समयसम्म म अनलाइनमा आउँदिन पनि होला। म धेरै भयो, 2-3 दिन भयो म नयाँ आइडी पनि चलाइरहेको छैन। सो प्रतीक्षा गर्नु होला, म हराएको कतै पनि छैन है। र हरायो भनेर माया चाहिँ नमार्दिनु होला। म केही समयपछि, केही दिनपछि कमब्याक हुनेछु। यदि मेरो आइडी आइहाल्यो भनेपछि त झनै राम्रो भइहाल्यो। प्रोसेस एकदम 100% छ मेरो। यदि आएन भनेपछि त्यही आइडी भएर त्यही आइडी हुन्छ कि या पेज थ्रुबाट हुन्छ कि कसरी हुन्छ, म तपाईहरुको माझ एन्टरटेन गर्नको लागि आउने छु हैन। र यो लागिरहेको बानी चाहिँ छोड्न एकदम गाह्रो हुने रहेछ हैन। र मलाई चाहिँ आज कता कताबाट भिडियो बनाऊ भन्ने भइरहेको थियो। फाइनली मलाई मसँग यहाँ आइडी सर, प्रकाश सर मसँग भेट्नु भएको छ। उहाँको थ्रुबाट मेरो सबैजना साथीहरूलाई चाहिँ यो मेसेज दिउ भन्ने हिसाबले चाहिँ यो भिडियो बनाएको छु। म हराएको छैन, म फेरि आउने छु, राम्रो कमब्याक गर्नेछु, सबैलाई खुसी पार्नेछु। हस्, धन्यवाद।